सम्पूर्णमा नमस्कार। म तिलक अन्जान नवलपरासीदेखि। मैले आज एउटा नयाँ गेम हजुरहरूलाई देखाउँदैछु। यसरी यो गोटी राखेको त हजुरहरूले देख्नुभयो होइन। यो एक लाइनमा तीनटा अनि यस्तरी तीनटा यस्तरी अनि यो कुइन छ बिचमा। हामीले यसलाई चाहिँ एउटै पालमा खानुपर्ने हुन्छ होइन। यी 9 वटा कति 3 6 9 वटा गोटी छ। यो 9 वटा गोटीलाई हामीले त्यही एउटा पालमा खान अथवा त्यो यो जुन पनि रोज्न पाउनुभयो हजुरले होइन। त्यसलाई चाहिँ अब तिनीहरू एउटा गोटीलाई 3 चोटि हान्न पाइन्छ। 3 चोटिसम्म गएन भने फेरि अब त्यो क्यान्सल भयो त्यो गेम चाहिँ होइन। त्यही भएर अब अनि एकअर्कालाई छुन पाइएन। एउटा गोटीलाई हानिरहँदा अर्कोलाई छुन पाइएन। त्यसरी हजुरले हान्न सक्नुहुन्छ। मैले एकचोटि हजुरहरूलाई देखाउँछु। अब कतिसम्म सफल हुन्छ थाहा होइन। म ट्राई गर्छु है त। ल म क्विनबाट सुरु गरेँ। पाइँदैन है। एकचोटि छ मेरो कुनै गोटी छोटो छैन। अब एकचोटिमा कुइन गएन भने यो क्यान्सल हुन्छ है। ल कुइन गइसकेको छ। अब मैले यो गोटीलाई सुरु गर्छु है। 3 चोटिमा कुइन गएको छ। सेकेन्ड 2 चोटिमा मैले खाएको छु। अब म यो गोटी हाल्दैछु। एकचोटि छ है। 3 चोटिमा कुइन गइसकेको छ। अब मैले अब यो कालो गोटीलाई हेर्छु है। त्यहाँलाई जाँदैछु। एकचोटि मेरो मिस भइसक्यो। 2 चोटि 3 चोटि यो भएको छ। अब मैले यो बिचको सेतो छ त्यसबाट मैले त्यहाँ लगाउने प्रयास गर्छु है। यहाँ आएको छ अनि छोटो छैन। अब 2 चोटि मात्रै हटाउनु पऱ्यो है। त्यहाँ पुगिसकेको छ। अब मैले यसलाई 3 चोटिमा मैले राखिसकेको छु। अब मैले यो गोटीलाई उहाँलाई जाने प्रयास गर्छु। दुई चोटिमा आयो। यसलाई 3 चोटिमा पनि गर्छु है। अब हाम्रो यहाँको गोटी गइसकेको छ। अब यो गोटी हाल्छु है। यो गोटीलाई मैले 3 चोटिमा त्यो पालमा मैले जाने प्रयास गर्छु है। त्यो गोटीलाई हो अब 3 चोटिमा यो चाहिँ 3 चोटिमा यहाँ आइसकेको छ। ल त्यहाँको गोटी गइसकेपछि अब यो गोटी हाल्नु हुन्छ। यो गोटीलाई पनि यहाँ ल्याउनु पर्यो। एकचोटिमा चपाइसकेको छु गाइज। 2 चोटिमा यहाँ आइपुगेको छ। अबको पालि पिल्नुपर्छ गाइज। गाइज ये